पुसाइले कटाइ सिस्टम गर्दै कटाइ भाइ नदेखो यो अम्लामा अम्ला अचानक बनाउँदै अब यो चाहिँ उयसको लागि सेकुवाको लागि भन्ने नगर न तर हुँदैछ नि भाइहरू छ हो गाईले गर्दा कहीँ जानु पाउँदैन त्यो पाइगयो त पाउँछ हो बताउनु भएन लु सेकुवा पनि अब खाइ हुन्छ होला सेकुवाहरू पनि बनाउनु थाल्यो यो बेलुकासम्म हुन्छ मासु है यो प्याज स्याज पनि काटिसक्यो लु पुसाइले अब भैँसी कहिले काट्छ रानो पोल्नुपर्छ है पाक्दैन नि खानु सायद भुँडी कुरकुर गरेर यति त आज नै सक्छ होला यत्रो त खाइसक्दिनँ होला बहुत एटेक गरेछ उसले अस्तिदेखि नै सेवा कस्तो त नुन हाल्यो नुन पनि हाल्नुपर्ने बाजे हाम्रो सुँगुरको मासु अब यो सुँगुरको मासुहरू पनि रेडी भइसकिसक्यो है यता सेकुवाको यो उयो हो सेकुवा पनि पोलिसक्यो सेकुवा लु अङ्कितले प्याज हल्का काट्दैछ अब यो खानुपर्छ अघि खाएको थिएँ मिठो न मिठो भयो अब यो चाहिँ सुँगुर नखानेलाई भैँसी छ है लु हो कहाँ गएको यो चाहिँ सुँगुरेको यो चाहिँ हामीले चाहिँ तेल नहाली पकाएको है सुँगुरको मासुमा तेल हाल्यो भने चाहिँ गिजी हुन्छ भने त अहिले चाहिँ यस्तो खाले पकाएको बिना तेलको खाने चाहिँ रसिलो मिठो पनि हुँदो रहेछ लु हालेन मैले चाहिँ यसरी पकाउनु थालेको है पुसाइले धनिया डाल दे रहा है भैंसी का मासुमा धनिया डाल मासु में वो राग के मासु में धनिया डाल रहा है गजब हो रहा है अब खाना पड़ता है अब ढेँडोसँग खा रहा है ढेँडो पकाता है कि नहीं पकाता है नहीं ना करे बहुत समय जा रहा है खान्छ नि भैँसीको पनि हामी चाहिँ सुँगुरे खायौँ अङ्कित खोइ भैँसी खाने तल तर्छ भात खान आइज है छ भाँडामा सुँगुरको मासु ए यहाँ त यहाँको सक्यो है जमिले बाँड्दै नि खाँदैन व्रत बसिहाल्छ खानु पाकिसकेपछि चटनी खानुपर्छ रागा पनि लु दिइहाल्नु है पुसाइ पुसाइ लु कस्तो भएछ सुँगुरको मासु राम्रो छ रागा खाएन भैँसी ल अब यहाँ छ आमाले भैँसी भैँसीको लु आज यता बस्नु नि टाढो न टाढोको भएछ कस्तो भएछ रागा नुन लागेछ त अचारमा त लागेन चाहिँ लु मेरो अब फाक्सा भात खायो र नाच्नु
तरकारी कसले खाने हो साली तिम्रो